अन्तिम ओभर 9 रन बाँकी सेट ब्याटर सेहान सूर्य छन् क्रिजमा शेर मल्ल आज निकै प्रभावशाली भएका छन् यस खेलमा 3 विकेट लिए के अन्तिम विकेट दिलाउनेछन् एउटा ठुलो शटले मात्र हुने छैन अमेरिकालाई थोरै बाहिर वाइड बल ओ कोसिस छैन नि त्यहाँ शेर मल्ल अम्पायरको निर्णयदेखि प्रेसर सबैलाई प्लेयर्स मात्र हैन अम्पायर्स माथि पनि पक्कै पनि यस्तो खेलमा अम्पायरलाई पनि प्रेसर रहने गर्छ 6 बलमा 8 रन गएका छन् ठुलो शटको लागि विकेट नेपाल विजय भएको छ शेर मल्ल चौथो विकेट उनको नाम नेपाललाई लगातार चौथो जित स्कटल्यान्ड र अमेरिका विरुद्धको 4वटै खेलमा नेपाल विजय भएको छ सेहान जयसूर्य जो सुरुवातदेखि अन्तिमसम्म डटिरहेका थिए अमेरिकालाई जिताउनको लागि तर नेपालले सनसनीपूर्ण खेलमा अमेरिकालाई 7 रनले पराजित गर्न सफल भएको छ वाट अ कमब्याक उत्कृष्ट जित नेपालको शानदार सनसनीपूर्ण यस प्रकार लेन्थ मै रहेको थियो हान्नलाई स्लटमा थियो त्यो बल सेहान जयसूर्य लङ अन माथि जान चाहन्थे तर मिस टाइम गरे र यो राम्रो क्याच जित निकालेको छ नेपाल एले देख्न सक्छौँ हामी सेलिब्रेसन्स खुसी हुनेछन् नेपालले यो दुईटै सिरिजमा ओमान अगेन्स्टमा त्यसपछि युएसए स्कटल्यान्डको अगेन्स्टमा 4 खेलमा जित वाउ अमेजिङ शानदार जित गर्व गर्न लायक नेपालको प्रदर्शन निकै नै रोमाञ्चक रह्यो खेल अन्ततः नेपाल विजयी भएको छ यस खेलमा गजबको प्रदर्शन यो र सेहान जयसूर्यले प्रयास त भरपुर गरे देख्न सक्छौँ टिम एकदमै खुसी हुनेछ उच्च मनोबलका साथ नेपाल यो सिरिजबाट जित निकाल्दै